अब यो छोटो जिन्दगीमा यात्रा चाहिँ हामी सबैको आफ्नो आफ्नै। भर्खर सुरु भा हो, भर्खर सुरु भा, कतिचोटि लड्नै बाँकी छ। लडिन्छ धेरैचोटि, तर जसरी लडियो त्यही रफ्तारमा उठिन्छ। 3-4 वर्ष बितेको चालै पाइँदैन है, चालै पाइँदैन, चालै पाइँदैन। आउने दिनहरूमा नयाँ साथीभाइ इष्टमित्र, कहिले नसुनेका कुरा, कहिले नभोगेका कुरा, कहिले नबुझेका कुरा, कहिले नभोगेका कुरा। कहिले काहीँ यस्तो आउला तपाईहरूको जिन्दगीमा, राति भक्कानो छोडेरै रुन मन लाग्छ है। जिन्दगीसँग हार मान्ने अवस्थाहरू करोडौं आउँछ, करोडौं आउँछ। आफ्नो दिमागभित्रका अनगिन्ती स्वरहरूले लाइफमा लिएका डिसिजन्सहरूलाई कोतार्छ, साह्रै कोतार्छ, साह्रै कोतार्छ, साह्रै कोतार्छ। तर हिँड्नु छ है, तर हिँड्नु छ, तर हिँड्नु छ है, हिँड्नु छ। मान्छे भएर यो संसारमा आइया छ, यो संसारसँग भिड्नु छ है, यो संसार।